आज मिति 2082 साल वैशाख महिनाको 24 गते बुधबार, इस्वी सम्मत 7 मे। सुरु गरौँ आजको राशिफल। राशिफलकै क्रममा सबैभन्दा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुने श्रोताहरूको लागि आज दिन मध्यम प्रतिफल दिने रहेको छ। प्रेम सम्बन्धमा मिठास थपिनेछ भने सामाजिक प्रतिष्ठा बढेर जानेछ। समाज सेवामा मन लाग्नेछ भने प्रतिस्पर्धीहरू निस्तेज हुँदै जानेछन्। पढाइ लेखाइमा भने अरूभन्दा पछि परेको भान हुनेछ। आज स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्ने हुनाले खानपानमा ध्यान पुर्याउनुहोला। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ वृष राशि। वृष राशि हुने श्रोताहरूको लागि चन्द्रमाको शुभ प्रभावले आज मान सम्मान प्राप्त हुने दिन रहेको छ। सामाजिक, धार्मिक र व्यापारिक गतिविधिहरूमा दिन राम्रो रहनेछ। प्रेम सम्बन्धमा धोका पाउने सम्भावना पनि देखिन्छ, सचेत रहनुहोला। आज छोटो तथा रमाइलो दूरीको यात्रा तय हुन सक्नेछ भने माल सामान हराउन पनि सक्नेछ, सचेत भएर अघि बढ्नुहोला। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुने श्रोताहरूको लागि प्रियजनहरूको लागि समय अलिक प्रतिकूल हुन सक्नेछ। अग्रजको सल्लाह लिएर मात्र नयाँ योजना सुरु गर्नुहोस्। वैदेशिक क्षेत्रमा भने प्रयास सफल हुनेछ। पारिवारिक मेलमिलापको वातावरण पनि आज बनेर जाने दिन देखिन्छ। विद्यार्थी वर्गको लागि पनि पढाइमा सोचे जस्तो नतिजा हात लागि हुन सक्नेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कर्कट राशि। कर्कट राशि हुने श्रोताहरूको लागि आजको दिन शुभ रहन सक्नेछ। दैनिक कार्यहरूमा स्थिरता आउनेछ। दीर्घकालीन योजनामा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक भावनामा झन आकर्षण बढेर जाने दिन आज रहेको छ। बिछोडिएका मित्रजनसँग भेटघाट हुनाले मन प्रसन्न रहनेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी राशिफलकै क्रममा पाँचौं राशि रहेको छ सिंह राशि। सिंह राशि हुने श्रोताहरूको लागि आजको दिन विजय र ऊर्जाले भरिएको रहनेछ। शत्रुहरू पराजय हुनेछन् भने आफू शक्तिशाली भएको भान हुनेछ। दैनिकीमा प्रगति देखिनेछ। राजनीतिमा पकड बलियो हुने सम्भावना पनि आज देखिन्छ। स्वदेशमा गरेको कर्महरूबाट पनि प्रतिष्ठा मिल्नेछ। आज कामले हजुरलाई पछ्याउनेछ। नसोचेको ठाउँबाट धन लाभको आनन्द पनि मिल्न सक्नेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कन्या राशि। कन्या राशि हुने श्रोताहरूको लागि आज समय मिश्रित फलदायक रहनेछ। भविष्यसँग सम्बन्धित निर्णयहरूले सुख ल्याउनेछ। शैक्षिक क्षेत्रमा गरेको मेहनतले मिठो फल दिन सक्नेछ भने रोगबाट मुक्त र प्रेम सम्बन्धमा पनि सफलता मिल्नेछ। सामान्य दिनचर्या अरू दिनको जस्तै आज रहनेछ। दिन सामान्य रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ तुला राशि। तुला राशि हुने श्रोताहरूको लागि आजको दिन सामान्य रहन सक्नेछ। सबै क्षेत्रमा स्थिरता आउनेछ। वैदेशिक क्षेत्रमा भने साथीभाइको समर्थनले नयाँ अवसरहरू प्राप्त हुनेछ। विद्यार्थी वर्गको लागि पनि पढाइमा सोचे जस्तो मेहनत हात लागि हुन सक्ने छैन। आज साझेदारी र सट्टापट्टाको काममा घाटा हुने देखिन्छ। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला।
त्यसै गरी अर्को राशि रहेको छ वृश्चिक राशि। वृश्चिक राशि हुने श्रोताहरूको लागि आजको दिन अत्यन्तै शुभ देखिन्छ। बौद्धिक संगत हुनेछ भने मनमा नयाँ विचारहरू जन्मिनेछन्। चुनौतीहरूका लागि अवसरका रूपमा आजको दिनलाई लिन सकिनेछ। स्वास्थ्यमा भने ध्यान दिनु उपयुक्त हुनेछ। प्रेम र परिवारबाट विशेष हौसला मिल्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ धनु राशि। धनु राशि हुने श्रोताहरूको लागि आजको दिन सामान्य रहनेछ। बोलीमा सजगता अपनाउनु राम्रो हुनेछ। आफन्तहरूको असहयोगबाट विचलित नभई नयाँ मेहनतबाट प्राप्त हुने धनले भविष्यको सिर्जना गर्नेछ। आज परिवारको साथ सहयोग मिल्नेछ। दिन राम्रै रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुने श्रोताहरूको लागि स्वास्थ्यको दृष्टिले दिन राम्रो रहनेछ भने प्रतिस्पर्धीहरू कमजोर देखिनेछन्। शिक्षामा लगानी गरेको प्रयासले राम्रो प्रतिफल दिनेछ। विद्यार्थी वर्गको लागि पनि दिन आज राम्रो रहेको छ। स्वदेशमै कर्म गर्दा लाभ मिल्नेछ भने सट्टापट्टाका कामहरूमा पनि आज फाइदा देखिनेछ। दिन राम्रो रहेकोले सही